मिठो छ मिठो। मोजे चाहिँ मोजे नेपालीको शान ढाका टोपीको पहिचान लाज लागेर न। हेलो साथीहरु, वेलकम ब्याक टु माई एनदर भ्लग। अनि तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म हैन काम गर्ने मिसिन हान्ने रुमबाट भ्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ 2 बज्नुलाई सिक्ला मैले आज ढिला भ्लग स्टार्ट गरेको छ हैन। अनि हामीले चाहिँ यहाँ चर्ट हैन देउताहरु यसरी फिनिशिङ गरेर भ्याएर अब यो सुन लाउन रेडी बनाएर राखेको छ यसरी देउताहरु। अनि उहाँ चाहिँ मिसिन हान्ने मान्छे हुनुहुन्छ। वाउ ढाका टोपी नेपालीको शान ढाका टोपी। कपाल पनि त्यस्तै छ टोपी जस्तै। वा कसम नेपालीको शान ढाका टोपीको पहिचान। आमा कसम कसले बनायो यस्तो खतरा ढाका टोपी यार। मेरो साथीहरु हैन अहिलेसम्म लाइफ टाइममा यस्तो ढाका टोपी चाहिँ देखेको थिएन साथीहरु हैन। गाइदैन भन्न के भन्नु नेपालीको यस्तो ढाका टोपी मैले जिन्दगीमा लाइफमा अहिलेसम्म देखेको थिएन साथीहरु। फर्स्ट टाइम देखेँ ढाका टोपी हैन। तपाईहरुलाई पनि मन पर्छ भने हैन अर्डर गर्नु होला, उहाँले बनाइदिनु हुन्छ हैन। एउटाको मात्र कति भन्दाखेरि 50 रुपैयाँमा ल। 500 का 50 रुपैयाँमा 500 मा त सक्कली आइहाल्छ नि। त्यो सक्कली भन्ने ओरिजिनल भन्नु यो त अनि पानीले भिज्यो भने प्लातुत हुन्छ होला। वाटरप्रुफ हो यो वाटरप्रुफ। वाटरप्रुफ हो पत्रिकाको ढाका टोपी नि। लाइफमा यस्तो ढाका टोपी देखेको थिएन साथीहरु है मैले है। अनि हाम्रो चाहिँ उहाँ हैन तपाईले उहाँको वेट गेस गर्नु होला हैन। उहाँको वेट गेस गरेर तपाईहरुले वेट पत्ता लगाउनु भयो भने तपाईहरुले चाहिँ पुरस्कार छ है। तपाईहरुलाई वेट पत्ला भने 500 रुपैयाँ पुरस्कार छ। कमेन्ट गर्नु होला। यहाँ चाहिँ लिसो हाल्ने ठाउँ छ। बाइक पानी पर्न लाग्छ। मौसम हेर्न सक्नुहुन्छ पुरै कालो भएको छ पानी पर्न जस्तो। हाम्रो काका काम गरिरहन्छ ट्याङ 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 ट्याङ। म नि काम गर्नुपर्ने हुन्छ। यसलाई राम्रोसँग पानी चाहिँ पर्न लागेको छ दामी छ है। अब हामी पनि काम गरेर जानुपर्ने हुन्छ। काम गर्नुपर्ने हुन्छ होइन। यो भिडियो बनाएर मात्र काम होइन, काम गर्नुपर्ने हुन्छ। देउताहरू त यता पनि छ हेर्नु साथीहरू टन्ने हो। काम गर्नुपर्ने हुन्छ साथीहरु है। यहाँ बोट्नुपर्ने हुन्छ। यो देउताको फेसलाई यो यस्तो ओजाले यसरी घोट्नुपर्ने हुन्छ साथीहरु। अब चाहिँ म घोट्न जाँदैछु। साथीहरु हैन विशालको लागि चाहिँ हामीलाई यस्तो रोड गाड्छ त सक्नुहुन्छ। अब हामी विशाल गर्नुपर्ने हुन्छ। मैले चाहिँ विशाल गरेर चाहिँ यो छ नि यसमा लिसा हाल्दै एकैचोटी फिनिसिङ गरिदिनु म। लिसा हाल्ने एउटाको अनि एउटाको हाल्दा कहाँ यो हातमा रहेछ के यहाँ रे हातमा लिसो रहेछ। अरु छैन यस्तो टाल्नुपर्छ साथीहरु। यस्तो टाल्नुपर्छ। देउताहरु यता रेडी गरेर राखेको थियो 1 2 3 4 5 7। अब यसले 8 भयो। बाहिर एउटा चाहिँ 9 हुन्छ। यस्तो तारले अनि यस्तो गनले हाल्नुपर्ने हुन्छ। अस्तिमा चाहिँ यस्तो गनको हैन यस्तो गनको यस्तो अर्को पाइप बुम भएको हेर मेरो यति यहाँ अहिले पनि यो टाटे छ होला। रेड ज्याकेट भएको फेरि पनि लिसो हाल्नुपर्ने हुन्छ। जस्तो सुकै टाटे साटे भए पनि है
अब अर्को पनि देउता छ यहाँ लिसोवालालाई यो मोडेलले देउता लिसो निकाले गर्छ मासुले ढाका टोपी लगायो भन्दै कसले निकाल्यो त नि यो तैँले हानेन मिसिन हानेन के रे यो चाहिँ होइन बिच काउला देख्यो भन्दै म डर्नु पनि होला भ्याच हान्ने देउताले रिस उठाउने अब लिसो सर्ट पहिला ग्यासको यहाँको कुण्डी ओपन हान्नुपर्ने हुन्छ फेरि यसलाई ग्यास पावर फाइनली साथीहरु हाम्रो लिसोवाल भइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ यस्तो टकटक चारवटा यहाँ तीनटा लिसोवाल भइसकेको छ अनि काकीले एक्स्ट्रा 100 रुपियाँ थियो मसँग पहिले हिजो खाजा खाने पैसा अनि आज 100 रुपियाँ 200 रुपियाँ दिनुभएको छ खाजा खाने पैसा अब खाजा पनि खाने कि नखाने थाहै छैन आज शुक्रबार अब छुट्टी गरेर नुहाउनु पर्ने हुन्छ हामी खाजा पनि खाने कि नखाने थाहै छैन मोटे खाजा खाँदै खाँदैन सोध्नु पर्यो अब होइन मोटेलाई के भन्छ यो त खाजा नखाने त भन्दै भन्दैन ल मोटे ओइ खाजा खान नखाने मेरो बेग्लै संसार तिम्रो मेरो बेग्लै संसार हो हल्ला चलेछ चलदेऊ जल्नेहरुलाई तेरो बाउ जल्नेहरुलाई हैन के खाजा खान आउनु हुने मोजे चाहिँ मोजे खाजा खाने खाजा बगाउने के खाने जे बगरमानमा बगाउ 100 रुपैयाँ छ के खाजा खाने के खाजा खाने चिकन ललिपप ललिपप चिकन ललिपप ललिपपलाई जान्छ त्यहाँ न चटपटे ल्या अनि उति ल्या न कति बज्यो 4 बजेर 37 मिनेट गएछ खाजा खाने हो र भने साच्चै ल्या चटपटे ढुङ्ग्रो ल्याएर नि 60 रुपैयाँको चटपट 30 रुपैयाँको ढुङ्ग्रो अनि बच्यो 20 रुपैयाँ 60 70 80 90 20 रुपैयाँको ललिपप तेह्र बजे खाजा दिन जानुपर्ने हुन्छ होइन मेरो यहाँ पछाडि चाहिँ ट्र्याक पाल परेछ अब एकछिनमा नुहाउनु पर्ने हुन्छ है एकछिनमा नुहाउनुको लागि फेरि के ट्र्याक चाहिँ जानु साथीहरू यति गइदिन्छु फल फाइनली मोटे चाहिँ खाजा खाने साथीहरू होइन अघि लिसो हाल्ने क्रममा यहाँ थोरै हेर्न सक्नुहुन्छ यसमा थोरै यहाँ कस्तो देखाउनु नमिलेको थोरै पोले छ यहाँ अब हामी खाजा लिन जानुपर्ने हुन्छ होटेलमा चटपट लिन जानुपर्ने हुन्छ अब यहाँ के नखाने बाटोभरि मान्छे भएर चाहिँ देखाउन लाज लाग्यो साथीहरू आफ्नो अनुहारपट्टि हेरेर यतै ब्याक साइड देखाउँदै भिडियो बनाउँदै हिँड्दैछु यहाँ रोनाल्डोको जर्सी ल्याएर भाइ क्रिकेट हान्न खोजिरहेको छ म चाहिँ खाजा लिने ठाउँमा आइसकेको छु खाजा घरमा ओन्ली चटपट 60 रुपियाँको चटपट अर्डर गरिसकेको छ है अब हामी चाहिँ ढुङ्ग्रो पनि 10 रुपियाँको भनेको छ पहिला ढुङ्ग्रो खानुपर्ने हुन्छ बसेर अनि मात्र खानुपर्ने हुन्छ खाजा लगेर जानुपर्ने हुन्छ हामी फाइनली मेरो त्यो 10 रुपियाँको ढुङ्ग्रो आइसकेको छ होइन
हामी खानुपर्ने सो नाइस तीनटा बच्चाहरू छ साथीहरू तीनटा बच्चाहरू भन्नु होला यस्तो घरको यस्तोमा बनाउने चराको नाम के होला कमेन्ट गर्नु साथीहरू वाउ सो ब्युटिफुल साथीहरू सरी मैले खाजा लिएर आएको भिडियो बनाउनु बिर्सेपछि घरमा पो आइसकेको छ बिर्सेछ त के भन्नु अलिकति बाटोतिर मान्छेहरू भएर लाज लागेर नबनाएको बिर्सेको त होइन नि बनाउनु त मन थियो नि आइफोन भइदिएर बाटोतिर बनाउने कन्फिडेन्स अलिकति बढ्थ्यो आइ हुन्थ्यो तर के गर्नु एन्ड्रोइड छ यसरी तेर्साएर हिँड्ने गाह्रो लाग्छ नि अलि लाज लाग्छ त्यही भएर बनाएन भिडियो अब चाहिँ खाजा खानुपर्ने हुन्छ साथीहरू होइन मोटे खाजा खाने भइहाल्यो नत्र भने जा अब चाहिँ हामी खाजा खानुपर्ने हुन्छ साथीहरू हामी होइन झ्याम लाएर हामी चाहिँ खाजा खान सुरु गरिसकेको होइन हाम्रो चटपटे चाहिँ यहाँ छ चम्चा यहाँ चटपटे स्पेसल नाइस राम्रै छ भनौँ ढुङ्ग्रो पनि छ चटपटे पनि छ अब हामी खाजा खानुपर्ने हुन्छ खाजा खानुभन्दा पहिला एउटा बस्ने कुरा खोजौँ है चट्ट खाजा खाने बेला बसी खाने आनन्दले गरेर खानु द्याट्स अनि आइएम चट्ट गोइङ खाजा खाइँ होइन चट्ट बस्ने यसलाई पहिला चट्ट आज पनि ढुङ्ग्रो ल्याएको छ मिठो छ मिठो मिठो छ पिरो पनि ठिक्क दामी शनिबार कतै डुल्न जानुपर्ने यार भ्लगको लागि चट्ट बनाउनु पर्थ्यो खुर्सानी त डल्लै त यो मान्छे कति किलो छ गेस गर्नु होला साथीहरू होइन तपाईँहरूले यो मान्छेको वेट पत्लाउनु भयो भने तपाईँहरूलाई कमेन्टमा गर्नु 500 रुपियाँ पुरस्कार मै दिने भयो ल यो मान्छेको वेट ठ्याक्क पत्लाउनु होइन कति छ भनेर जसले पनि यो भिडियो हेर्दै हुनुहुन्छ होइन यो मान्छेको वेट कति छ पत्लाउनु 500 रुपियाँ उपहार मेरै तर्फबाट 100% ग्यारेन्टी छ धेरै बनाउनु है फेरि आँखा लाग्नु सक्छ बाई बाई यो मान्छेले होइन मा कसम यति फास्ट फुड खाइयो होइन मैले एक चम्चा खाने बेला यो मान्छे 2 चम्चा एकैछिनपछि म अब नुहाउनु पर्ने हुन्छ हामी अहिले खाना खाने बित्तिकै नुहाउनु हुन्न त्यही भएर यसो 10-15 मिनट भयो भने रेस्ट चाहिँ हान्नुपर्ने हुन्छ साथीहरू है फाइनली साथीहरू नुहाएर नि भइसकेको छ अनि अब चाहिँ हामी कपडा धुन जानुपर्ने हुन्छ अघि नै नुहाउनुभन्दा अगाडि कपडा भिजाएर राखेको थियो हामीले होइन अब चाहिँ चट्ट वाउ नाइस भ्यू देखिरहेछ दामी तपाईँहरूले म माथि चढेर देखाउँछु भ्यूहरू है यो चाहिँ मान्छेको घर हो यो मान्छेको घर हो म चाहिँ मान्छेको घरमा चढेको है तपाईँहरूलाई म कता देखाइदिन्छु भ्यू
मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ कस्तो देखेछ, दामी देखेछ साथीहरू। कस्तो दामी छ, फोटो खिच्नु पर्छ कि एउटै। यो ट्याङ्कीमा चढ्नु पाएको छ भने कस्तो दामी देख्थ्यो होला। यो ट्याङ्कीमा नचढ्नु, अलि ट्याङ्की दामी देखेछ साथीहरू यतापट्टि नि। वाउ, दिउँसै मुन देखिरहेको छ यहाँ, मुन मुन मुन। अब लुगा धुनुपर्ने हुन्छ साथीहरू। अब चाहिँ लुगा चट्ट लुगा धुनुपर्ने हुन्छ। साथीहरू फाइनली लुगा चाहिँ धुएर भ्याइसक्यो। कति 6:30 पाउने 7 बजेदेखि धुएको थियो होला। अहिले 8 बज्यो। ठ्याक्क कति 2 घन्टा 15 मिनट 2.5 घन्टा जति लागेको छ लुगा धुनलाई होइन। के गर्नु, बुढी छैन, एक्लै छ, गाह्रो छ लुगा धुनलाई। बुढी भइदियो भए त अहिले 2 घन्टा लाग्ने काम 1 घन्टामा भ्याउँथ्यो होला। एकजना लुगा सटसट साउन लाउने, अर्कोले सटसट पखाल्ने, च्याट्ट गाह्रो छ नि लुगा धुँदै सुकाउनलाई। 2 घन्टा लागेछ। के गर्नु, गाह्रो छ लुगा धुनलाई, गाह्रो छ है। एक्लै छ, गाह्रो छ। अब चाहिँ जानुपर्ने हुन्छ हामी तलतिर। यस्तो बाटो चाहिँ पुरा म्यारेज खेला रहेछ, म्यारेज। के थाहा, म भर्खर कौसी उडाइरहेको म। अब चाहिँ आजको भ्लगलाई यति नै। टाटा बाई बाई, सी यू।